हेलो साथीहरू, आज चाहिँ मैले यो ट्रकबाट सिमेन्टी लोड गरेर गोदामतर्फ जाँदैछु। यो सिमेन्टी चाहिँ लोड गरेर हामी एउटा घर बन्दैछ अरे मामाको, त्यहीँ पुऱ्याउन जानु खोजेको लागि हो। हेर्नुहोस् होला, अब चाहिँ म गाडी स्टार्ट गरेर हिँड्दैछु। पानी परिरहेको केही छैन, म तिर्पल बाँधेर पनि लैजान्छु। यहाँ चाहिँ बाटो जाम भएको रहेछ गाइस, पानी परेको कारणले रात पर्न खोजेको छ। त्यसैले म गोदामतिर हिँड्दैछु गाइस। गोदाम चाहिँ यहाँबाट आधी घन्टामा पुग्छ। गोदाम चाहिँ आधी घन्टा पुग्छ गाइस। रात परेको सकेको छ। म चाहिँ गोदामबाट सिमेन्ट लोड गरेर आफ्नो सवारी स्टार्ट गरिसकेको छु गाइस, किनकि पानी परिरहेको छ। अब तिर्पल बाँधेर हिँड्न पऱ्यो गाइस, धेरै टाढा छ। पानी पऱ्यो भने सबै हामी चाहिँ अहिले तिर्पल बाँधेर टक्क लाएर गाडी चलाएर हिँडिरहेको छौँ। हामी चाहिँ अब 3-4 घन्टामा चाहिँ पुग्छ मलाई सायद। उज्यालो भइसकेको छ। अब त बाटो सफा रहेपछि भन्नुमा मैले तिर्पल टाङ्ने पनि काम लाग्छ साथीहरू। म चाहिँ लक्की भएछु। एक तिर्पल बाँधेर पनि ल्याउने, यत्रो ठुलो पानी पनि परेको मैले टक्कै तिर्पल बाँधेर ल्याएर पानी परेछ। मात्र भयो सिमेन्ट सबै भिज्यो। स्पिड बढाउँदै गएछु गाइस। मैले हिजोदेखि खाजा नखाएकाले कतै होटेल छ भने चाहिँ खाजा खान्छु र सायद, किनकि धेरै बेर भइसक्यो खाजा नखाएको। त्यस कारणले मैले अब खाजा खान्छु। कतै अब यताबाट होला सुन्दर ठाउँ रहेको छ। बन्दामा पुगेको घरै घर सुन्दर ठाउँ रहेछ। मलाई क्याबिनबाट चलाउन चाहिँ मजा लाग्छ, किनकि तपाईँलाई भ्यू देखाउनु पर्ने बसको, त्यही कारणले हो। नत्र अगाडिबाट चलाउन त मजा आउँछ। म चाहिँ 2-3 वर्ष बसेको मलाई चाहिँ हात बसिसकेको छ गाइस। अहिले चाहिँ मैले सिमेन्ट खाली गरेर अब घरतिर फर्किरहेको छु। अब चाहिँ म घरतिर फर्किरहेको छु। आजलाई यति सबैजनालाई मलाई माया गरिदिनु हुन अनुरोध गर्दछु। सब्सक्राइब।